धरानकै सबैभन्दा सस्तो गढी रे यो चाहिँ धरान 17 खैरेनीमा छ भने हाम्रो यहाँदेखि यो लस्करै पर्छ। त्यहाँनिर एक टुक्रा जग्गा बिक्री भइसकेको छ भने 20 फुटको बाटो पनि रहेको छ। पानीहरू सबै बत्तीहरूको पनि सुविधा छ, तर यहाँ तार हाल्नु मात्रै बाँकी छ। यो पनि छिटै कम्प्लिट हुनेछ। यहाँनिर एक टुक्रा जग्गा गइसकेको छ भने तपाईले यहाँ पर गाडी कुद्दैछ नि, त्यहाँनिर चाहिँ हाइवे छ भने उहाँ पर सर्दु पुल यही हो। अनि यो चाहिँ लिम्बूको भवन भइहाल्यो। यो बाटो चाहिँ तपाईले 105 फिटको बन्दैछ। यो चतरा जाने बाटो यही भइहाल्यो। यहाँ घर पनि राम्रो बनेको छ, यहाँ होटल पनि छ। 105 फिटको बाटो बन्दैछ जुन काठमाडौँ जाने। यहाँ काठमाडौँ जाने गाडीहरू पनि देख्न सक्नुहुन्छ तपाईले, कुदिरहेको छ अहिले पनि। हाइएसहरू कुदिरहेको छ त्यहाँ हेर्नु, हाइएसहरू मजाले। यो बाटो चाहिँ हाइएसहरू कुद्दैछ, मजाले कुदिरहेको छ। यो घडेरी चाहिँ अब सस्तो त भन्नुभयो, कसरी चाहिँ रहेछ भनेर तपाईले सोचिराख्नु भएको छ भने 15 लाख र 16 लाखमा तपाईले 9.5 दुर र 10 दुरको जग्गा आफ्नो नाममा बनाउन सक्नुहुन्छ। मात्र 15 लाख अनि 16 लाखमा यो जग्गाहरू तपाईले 9.5 दुर र 10 दुरको आफ्नो नाममा बनाउन सक्नुहुन्छ। यसमा चाहिँ नन नेगोसिएबल हो, यो घटाउन मिल्दैन किनकि यो फिक्स प्राइस हो। तपाईलाई जस्तो भन्नुभएको छ जग्गा धनीले त्यही अनुसार रेट भनेको। यस्तो दामी जग्गा छ नि। अब त्यो रोड 105 फिटको बनिसकेपछि यो जग्गा भनेको तपाईहरुलाई पछि पोइन्ट हुन्छ क्या एउटा ट्याक्कसँगले। यहाँनिर अब तपाईहरुले यो पेट्रोल पम्प खोल्दाखेरि पनि भयो, अनि यहाँनिर खाजा खाने ठाउँ खोल्दा पनि भयो। अब बस्छु म आनन्दले बस्छु भन्दा नि भयो, किनकि यतातिर बस्तीहरू पनि बसिसकेको छ। यो सबै हो क्या, सबै परैसम्म दामी छ। यदि किन्न चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। धन्यवाद।